गाइस अहिले चाहिँ म नेपालमा छु हो। नेपालको यो ठाउँ चाहिँ बौन्डाङ्गी भन्दो रहेछ। हेर्नुहोस् बौन्डाङ्गी यहाँनिर देख्नुहोस् यो मेरो ब्याकमा देख्दैको घर हो। यो चाहिँ बौन्डाङ्गी चौक र अहिले चाहिँ म बाटोमा छु र यो नेपाल हेर्नुहोस् यहाँनिर देख्नुहोस् मकै ठक्क भइरहेको छ। पाक्नु चाहिँ पाकेको रहेछ। मकै नेपालमा कति ठाउँ पाइन्छ कति ठाउँ पाएको छैन। यतापट्टि हेर्नुहुन्छ भने यो चाहिँ सुपारीको गाछ र केराको गाछहरू रहेछ। यो चाहिँ हो बौन्डाङ्गी नेपाल। तपाईँले पछाडि ब्याकमा मेरो हिल जस्तो देख्नु हुँदैछ भने त्यो चाहिँ फिक्कल पर्छ अरे। यो भएर फिक्कलहरू पनि जान्छ अरे, फिक्कल कन्यामहरू पनि जान्छ अरे। यो बाटो रहेछ यहाँको बौन्डाङ्गी भन्ने ठाउँ। यो चाहिँ बौन्डाङ्गी चौक अरे। यो माथिको चाहिँ यो मकैहरू यस्तो छ, मकै बारीहरू। तर यहाँ चाहिँ ढिलो भएछ मकै, बाँकी ठाउँ त पाकिसक्यो। हेर्नुहोस् यो केरा हेर्नुहोस् यहाँनिर यो र यहाँ सबै सुपारीको गाछहरू रहेछ हुन्छ भन्ने। र नेपालमा टाढे घर फेमस हुन्छ, टाढे घर अझै पनि छ। यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ रहेछ बौन्डाङ्गी चौक नेपालको। अहिले पनि यस्तो टाढे घरहरू यहाँनिर देख्न सक्नुहुन्छ। टाढे घर यो तपाईँले देख्दा सिधा गयो भने चाहिँ फिक्कल कन्यामहरू पुग्दो रहेछ हो। यहाँ चाहिँ मेरो गाडी राखेको छु हो। टाढे घर यस्तो छ यहाँ नेपालमा। यहाँनिर चाहिँ के अल्मुनियमको के भनिँदैछ मलाई पनि थाहा भएन।